यो पंखा बनाउन लागिरहेको छु। त्यसको स्लिप जमेर तारै निस्केन। अब यसलाई सोल्डिङ गरेर गराउने कोसिस गर्छु। हेरौँ कस्तो हुन्छ। हजुरहरूले पनि सिक्नु होला नजाने भए। देख अगारो भएर साँझ परिसकेछ। डक्टर कहाँ गएर कपाल काटेर आएको भने छोरोले सिरिज बनवा चेक गरे सन्चो भने कपाल काटेर आएको कसलाई सन्च भयो केटालाई सन्चेको बुढो मावल गराएर त्यही भन बुढो मावल अनि बाको मावल बुढो मावल अभी इसका बहिनीलाई लैदिए बहिनी खै लैदिए हेरेर आज बहिनी खै बडी सर्ट छैन। यसरी चेक गर्नु होला बडी सर्ट छ कि भनेर। बडी सर्ट छैन, कोइल ठिक छ। मम्मीले कपाल पनि मम्मीले काटेर उषा कम्पनीको फ्यान हो। कोइल चाहिँ ठिक छ। डक्टर कहाँ डक्टर साथीको नाम के हो? सानो चोट लाग्यो के भयो यसलाई अब सोल्डिङ गरेर गराउनुपर्छ। यसको सिरा जम्मै यहाँ चुट्यो। दादाको बाइक बस्नु हाम्रो बाइक जाने अब चलाएर कापी खै चापी चापी दिने होइन नि। फेरि अङ्कलले लिएर जान्छ आफ्नो गरेर बाइक त। ए चापी कहाँ दिने हो र? अङ्कल जानु अगार नगर सानी बाबु जाऊ घर जाऊ न। जाऊ घर जाऊ। नतरै फेर पोल्छ यहाँ घर जाऊ के चासो चुस्सो होला फेरि जाऊ न। पोल्दैन तिमीलाई। फेरि मातो है यो मातो है मातो सानी ए भ्यायो। जाऊ घर जाऊ त जाऊ नि छोरी किन आइस र उहाँ मम्मीले उहाँ के दिने भन्नु बहिनीलाई लैदिइसके बहिनी हेरेर जाऊ त त्यही बाहिर बहिनीलाई त्यहाँ मान्छे त्यहाँ बसिरहनु पर्छ जाऊ जाऊ छिटो जा।
छोराछोरीले नि डिस्टर्ब गर्छन् काम गर्दा के गर्ने यो सोल्डिङ गरेर यसको अब 4वटा पोइन्ट निकाल्न लागिरहेको छु बहिनी सकिन भनेर भित्र लैसक्यो भित्र बस्यो ल जान्थे घर कहाँ जाने अरे बानी लाएर बिदै छाड्यो दोकान यहाँ के कता कता जोडेछु अहिले देखाउँछु है हजुरहरूलाई यहाँ अब यसको कोइल चाहिँ तामाको हो त्यही भएर यहाँ जोड्न मिलिरहेको सोल्डिङ भइरहेको एल्युमिनियमको कोइल भयो भने सोल्डिङ गर्न मिल्दैन त्यही भएर पङ्खा किन्दा चाहिँ एल्युमिनियम कोइल किन्नु तामाको कोइल भएको किन्नु होला एल्युमिनियम कोइल भयो भने सोल्डिङ गर्न मिल्दैन
कमान चाहिँ जोडेर भ्याएँ तपाईँहरूको सोल्डिङ गरेर भ्याएँ कोइल मोटर पंखाको अँध्यारो भएर खासै राम्रो पनि देखेको छैन भिडियो साँझको बेलामा पंखा गराउन गइरहेको थिएँ देखेन तपाईँहरूलाई उज्यालोमा बनाउँदाखेरि अझै राम्ररी बनाएर सिकाउँला अहिले चाहिँ साँझमा भएको भएर खासै देखिएन भिडियो यो तीनटा तारलाई निकाल्नको लागि माथिबाट एउटा तार छिराएर त्यसमा बेरेर निकाल्न लागिरहेको हो यो रातो कमन वायर अब यो दुईटा कालो तार चाहिँ क्यापेसिटरमा बीच र तल लाग्छ नि त्यही तार त्यसैमा युज गर्नको लागि है यो रनिङ र स्टार्टिङको 1 घण्टा वायर यो सोल्डिङबाटै छोड्यो सोल्डिङ छोड्यो एउटा कमन वायर दुईटा चाहिँ स्टार्टिङ र रनिङको 1 घण्टा वायर दुईटा पोइन्ट हुन्छ त्यसैबाट कमनको एउटा र स्टार्टिङको एउटा गराएर रनिङ र स्टार्टिङको ठाउँमा कमन गरेर एउटा वायर रातो कलरको जुनसुकै कलर जे तपाईहरुसँग जस्तो तार छ त्यसैको गराउन सक्नुहुन्छ मसँग रातो कालो तार थियो त्यसै गराएको छु चिन्न पनि सजिलो भयो रातोलाई कमन गराएको छु कालो चाहिँ रनिङ र स्टार्टिङको 1 घण्टा पोइन्टबाट लिएछु ल माथि पनि निकाले तीनटा वायर माथि निस्क्यो यति भएपछि अब पहिला ठिक छ कि नै जोडेको अब यसमा यो माथि निकालेको तारमा सोल्डिङ गरेकोमा लाइन आयो कि नै त्यो चेक गर्न गइरहेको छु यो चाहिँ मेरो सिरिज ल्याम्प हो मल्टिमिटरले नै चेक गर्न सकिन्छ यहाँ पंखा बनाएको आमा ल बोलेछ मधुरो देख्नुभयो होला मधुरो बोल्छ ठिक छ त्यो पनि ठिक छ जहिले नि केही चिज बनाउँदा बडी सर्ट छ कि नै हेर्नु होला है यसरी बडीमा छुवाएर बडी सर्ट हुनु हुँदैन है बडी सर्ट छैन है ल दुईटैको हैन यो कमनमा नि आयो स्टार्टिङमा नि आयो है ल अब यसलाई मैले फिट गर्छु
यो राम्रो भएन भिडियो तपाईँहरूलाई दिउँसोमा पङ्खा बनाउँदाखेरि राम्रो भिडियो गराएर देखाउँला राम्रोसँग यसमा बुझ्नु भएन भने साँझको बेलामा अलि राम्रो आएन भिडियो साँझ परिसकेछ अँध्यारै भएको छ बाहिर भोलि बिहानै लगाएर जोडिदिनु भयो त्यही भएर आज यहाँ राति भयो भने साँझ भए पनि बनाइरहेको छु मैले फेरि गर्मीको बेलामा पङ्खा नहुने फेरि बेरिङ पनि जान्थ्यो मैले चाहिँ तेल हालेर फेरि गरिदिएको बेरिङ बिग्रे छैन भने नफेरे पनि हुन्छ यो चाहिँ अघि नै चाहिँ पुरै जाम थियो यति पनि घुमेको छैन मैले चाहिँ यो मेसिनमा हाल्ने तेल हालेर यसको जाम खोलेँ अहिले मजाले सर्र घुमेछ अहिले चाहिँ मजाले सर्र घुमेछ बेरिङ बिग्रेकै भए त फेरिदिनु पर्थ्यो बेरिङ चाहिँ ठिक रहेछ त्यही भएर मैले बेरिङ फेरेन पङ्खा यो मल्टिमिटरदेखि नि गराउन सकिन्छ मैले चाहिँ यो सिरिन्ज ल्याम्पै युज गर्छु सबै नट बिस्तारै सबै बराबर टाइट गर्नु होला फेरि कतैको यति मिलेन भने टच खान्छ छोइयो भने पङ्खा राम्रोसँग घुम्दैन आवाज आउँछ त्यही भएर बिस्तारै तिनटै नटलाई बिस्तारै पालो टाइट गर्नु होला घुम्न सर्र घुमेछ है घुमेकै थिएन यस्तो जाम थियो पङ्खा यति घुमाउनु सकेको थिएन अहिले चाहिँ मैले मजाले तेल हालेर यस्तो फेरि गनाएँ कि चलल घुमेँ कोही टच पनि छैन कोही केही आवाज पनि छैन पङ्खाको कोही पङ्खामा यस्तो घाट दिएको हुन्छ काटेको भएको हुन्छ सट्टा तार निकाल्न मिल्छ त्यसमा चाहिँ त्यो रहन्छ यो बहुत झ्याउ हुन्छ यो पालदेखि यस्तरी निकाल्नुपर्छ तार यो चाहिँ अलि दुःख हुन्छ है तार छिलिन पनि सक्छ यस्तरी अलि ख्याल गरेर गर्नु होला तार छिल्लियो भने फेरि बडी सर्ट हुन्छ पङ्खामै करेन्ट हान्छ फेरि त्यही भएर आनन्दले तारलाई पालदेखि बाहिर निकाल्नु होला
तार चाहिँ मैले बहुत लामो लामो निकालेको छु यहाँ यसो उ गर्न माथि निकाल्दा तान्दा सजिलो हुन्छ भनेर यसलाई काटेर छोटो गर्न मिल्यो पहिले छोटो गरायो भने माथि तान्न गाह्रो हुन्छ त्यही भएर मैले जहिले नि पङ्खा गराउँदा अलिकति लामै राख्छु कि तार पछि माथि तान्दा सजिलो होस् भनेर चेक गर्नु पर्यो सुल्टै घुम्नुपर्छ है यसलाई चला चेक गर्नु त्यो छोडाउनु अन्टे त्यो छोडाउनु हो नयाँ जाल्ने चाहिँ वर्षै नि 500 जाने हो के अरूभन्दा कपिला आन्टीका
त केही फेर्नै पर्ने कि यत्रो वर्षमा भर्ना त केही जातै भएन गर्मी चाहिँ भयो त दौड्नै पर्यो अझै त्यति भएको छैन त्यही भएर आरती बिहान त पल्लो कोठा गर्छ ल भयो रेडी भयो